तपाईहरुको बच्चालाई पनि चित्रमा देखाएको जस्तो गालामा प्याचेसको रूपमा देखिने सेतो फुस्रो किसिमको दाग छ। यदि छ भने त्यो चाहिँ पी अल्बा अर्थात पिटारियासिस अल्बा भन्ने छालाको समस्या हो। यो चाहिँ खास गरी बच्चाहरूमा र टिनेजका किशोर किशोरीमा देखिने समस्या हो। यसको चाहिँ खासै कारण थाहा हुँदैन र कुनै कुनै बच्चाहरूमा चाहिँ जसको छाला सुक्खा छ, जो चाहिँ दिउँसोको घाममा एक्सपोज हुन्छ, त्यस्तै जसको चाहिँ कपालमा चायाको समस्या छ, ती बच्चाहरूमा देखिने गर्छ। धेरै जसो गार्जेनहरू डाक्टर साहब मेरो बच्चाको चाहिँ यस्तो खालको समस्या छ, यो चाहिँ बढ्दै जाने अथवा जटिल रूप लिने त होइन भन्दै आत्तिदै हाम्रोमा उपचारको लागि आउनुहुन्छ। यसको लागि खासै ठुलो उपचारको आवश्यक पर्दैन। जो बच्चाको छाला अलि सुक्खा छ ती बच्चाहरूलाई चाहिँ पेट्रोलियम जेली अर्थात मोइस्चराइजर प्रयोग गर्न सकिन्छ। त्यस्तै बाहिर डेलाइटमा एक्सपोज हुने बच्चाहरूमा चाहिँ छाला सुहाउँदो सनब्लक प्रयोग गर्न सकिन्छ। त्यस्तै यदि टाउकोमा चायाको समस्या छ भने त्यसको चाहिँ उपचार गर्न सकिन्छ। यति गर्दा गर्दै पनि यदि यो निको भएन भने होमियोप्याथीमा पनि यसको सही समाधान छ। त्यसको लागि हजुरहरूले अनुभवी योग्यता प्राप्त चिकित्सकलाई भेट्नुभयो भने यसको चाहिँ सही समाधान सम्भव छ।